हेलो एभ्रिवान, सबैलाई नमस्ते। म विशाल रावत बोल्दैछु। आज अलिक फरक दृश्य देखाउन आइरहेको छु। म कहाँ छु त भनेदेखिलाई चाहिँ यो कैलाली जिल्लामा अथवा भनौँ टिकापुरबाट 1.5 घन्टा उकालो लागिसकेपछि यो राजकाँडा भन्ने ठाउँमा अवस्थित छु, जहाँ चाहिँ टुरिज्म क्षेत्रले राम्रो पकड मानिएको, अब फ्युचर राम्रो देखिएको ठाउँ रहेछ। एकदम टिकापुरमा चाहिँ लम्कीमा टिकापुरमा 42-43 डिग्रीको तापक्रम, तर यहाँ आइसकेपछि हुम्ला जुम्ला मनाग मुस्ताङ जस्तो इन्भाइरोमेन्ट भेटियो। एकदम चिसो कुल वेदर। म आज कहाँ छु भनेदेखिलाई चाहिँ ठ्याक्क यो पछाडि नास्पातीको बोर्डको अगाडिपट्टि उभिएर एज अ कृषिको स्टुडेन्टको कारणले गर्दाखेरि नास्पातीको बारेमा थोरै अपडेट गराउन चाहन्छु र नास्पातीमा यहाँ के देखिराखेको छ, रोगकिरा छ कि के समस्या छ त्यसको बारेमा पनि भन्न चाहन्छु। अब यसलाई तपाईँले चिन्नुहुन्छ, तपाईँ सबैले देख्नु भएको छ होला। नास्पाती लागिसकेको छ तर चाहिँ ठुलो म्याचुर भइरहेको छैन। यो नास्पातीको फल हो। हामी उता त्यो बोर्डबाट टिपेर ल्याएको यो फल तपाईँ देख्न सक्नुहुन्छ। यो नास्पातीको फल हो। यसरी लाग्छ, पात यसो ठुला हुँदैन, साना हुन्छ। विशेष गरेर चाहिँ कृषिका स्टुडेन्टहरूले ध्यान दिनुपर्ने कुराहरू, यो कुराहरू कति नास्पातीको बोटै देखिरहेको हुँदैन। किनभने नास्पाती भनेको टेम्परेट रिजनमा चाहिँ अथवा भनौँ उच्च मध्य पहाडदेखि उच्च पहाड अथवा हिमाली क्षेत्रमा चाहिँ हुने बाली हो भनौँ, अथवा फलफुल हो। तर यो तराई कैलाली जिल्लामा पनि यति उचाइमा आइसकेपछि यहाँ हुँदो रहेछ भन्ने कुरो म पनि एकदमै सकमै छु। किनभने यहाँ पनि हुँदो रहेछ भन्ने चाहिँ भयो। अब म तपाईँलाई देखाउन गइरहेको छु यहाँको नास्पातीमा चाहिँ के समस्या देखिरहेको छ भन्ने कुरो चाहिँ यहाँ हामी हेर्न सक्छौँ। यहाँ पहिलो कुरो त नास्पाती हाम्रो चाहिँ के छ भनेदेखि चाहिँ अव्यवस्थित ढङ्गबाट लगाइएको छ। यहाँ अब त्यो किसिमको प्राविधिक जनशक्तिको सल्लाह नलिएर लगाइएको छ। यहाँ हामी हेर्न सक्छौँ, यहाँ पुरै के छ, टुप्पोहरू मरेको जस्तो, पोलिएको जस्तो अथवा सुकेको जस्तो छ आदि पार्ट रुखको। त्यो भनेको फायर ब्लाइट हो। फायर ब्लाइट रोगले ग्रसित देखियो यहाँको हाम्रो चाहिँ बगैँचा। यसमा चाहिँ मुख्य के हुन्छ भनेदेखिलाई चाहिँ यो नास्पातीमा चाहिँ पाइरस कम्युनिस्ट जुन नास्पातीको साइन्टिफिक नेम हो, यसमा एउटा फायर ब्लाइट भन्ने रोग लाग्छ। जुन रोगको कजुअल एजेन्ट भनेको अथवा किन लाग्छ भनेदेखि चाहिँ ब्याक्टेरियल डिजिज हो, ब्याक्टेरियाले गर्दा लाग्ने हुन्छ। त्यस्तै गरेर अब व्यवस्थापनतिर आउँ। मुख्य गरेर यो रोग लाग्न नदिनु नै सबैभन्दा ठुलो चाहिँ कुरा हो होइन। त्यो चाहिँ कतिखेर गरिन्छ भने सुरुमै गर्नुपर्ने कुरा प्रिभेन्सन। रोग आउनै नदिने, ब्याक्टेरियल डिजिज आफ्नो खेतबारीमा आफ्नो चाहिँ बगैँचामा आउनै नदिनु सबभन्दा ठुलो कुरा हो र पहिलो कुरा हो। यसको लागि हामी के गर्ने, खेतीपाती गर्दाखेरि सरसफाइ गर्नु पर्यो। यसको अल्टरनेटिभ होस्टहरू हुनसक्छन् यहाँ वरिपरि होइन, त्यसलाई चाहिँ एकदमै सँग चाहिँ के गर्नु पऱ्यो, निर्मूल पार्नु पऱ्यो, हटाउनु पऱ्यो होइन। रोगी हाँगाहरू काटछाट गरेर चाहिँ समय समयमा ट्रेनिङ र प्रुनिङ गर्न पऱ्यो। यदि केही कारणले रोग आइसक्यो भने पनि हामीले चाहिँ सल्फर बेस पेस्टिसाइडहरू पाउँछ, जुन यो ब्याक्टेरियाको लागि चाहिँ एकदमै सल्फर बेस्ड पेस्टिसाइडहरू चाहिँ हामीले प्रयोग गऱ्यौँ भनेपछि यसलाई निर्मूल गर्न सकिने भन्ने छ। यसको लागि चाहिँ नजिकमा रहेको नेपालमा रहेका सबै पालिका अन्तर्गत के छ भनेदेखिलाई चाहिँ कृषि ज्ञान केन्द्र अवस्थित छन्, जहाँ चाहिँ कृषि प्राविधिकहरू चाहिँ उपलब्ध छन्। उहाँहरूसँग समन्वय गरेर कसरी व्यवस्थापन गर्ने, कसरी बोट लगाउनेदेखि लगेर हरेक कुरा 100% टेक्निकल सपोर्ट सरकारले चाहिँ फ्रीमा डेलिभरी गरिराखेको छ। यसको भरपुर किसानले फाइदा उठाउनुपर्छ भन्न चाहन्छु म। मैले देखाउने नै छु। हेरिसक्नु भयो पनि होला, यो हाम्रो चाहिँ बगैँचा जुन अव्यवस्थित तरिकाले लागेको बगैँचा छ नास्पातीको। यसको बारेमा थोरै जानकारी दिएँ। कतिलाई त यो कुरा थाहा थियो पनि होला र कतिको लागि नयाँ कुरा होला। तपाईँले थोरै अपडेट भयो। हस् त, नमस्ते।